सन्तोष राई हुनुहुन्छ। सन्तोषजी नमस्ते। धन्यवाद सर। हेर्नुहोस् त तपाईँको ब्याकग्राउन्ड पछाडि तपाईँको ठ्याक्कै पछाडि अहिले 7-8 तले घर बिल्डिङ भत्किरहेको छ। व्यापारिक प्रयोजनको लागि यहाँ बिगमार्ट पनि थियो, सबै सरेर गएको अवस्था छ। भर्खरै मात्र त्यहाँ डोजर चलाइएको छ। तपाईँले कसरी हेर्नुभयो यो बालेन सरकारको कामलाई? मैले चाहिँ यो घरको बारेमा स्टडी गरेँ मैले। हो, के रहेछ स्टडीमा, के भन्छ तपाईँको स्टडी? खास सुकुम्बासी भन्दा पनि अलिकति यो रोडको मापदण्ड चाहिँ उहाँले पेलेर गराउनु भएको रहेछ होइन। त्यसको लागि चाहिँ त्यो मापदण्डको लागि चाहिँ यो फराकिलो बनाउनु सही कुरो हो। उहाँले त्यो चाहिँ आफूले स्वीकार्नुपर्छ। त्यो छाड्नु जति यो मापदण्ड चाहिँ होइन त्यो छाडेर चाहिँ उहाँले बनाउनु पाउनुहुन्छ होइन। उहाँले त नक्सा पनि देखाउनु हुनुहुन्थ्यो, मैले कर पनि तिरेको छु राज्यलाई, अनि अहिले आएर हिजो मालपोतमा नक्सा पास हुने आज चाहिँ किन भत्कायो पनि भन्नुभएको छ। सबै कुराहरू उहाँको मैले स्टडी गरेँ। त्यसले गर्दाखेरि मैले तपाईँलाई भने त यो सुकुम्बासी प्रकरण होइन। यो रोडको मापदण्ड चाहिँ उहाँले मिचेकै देखिन्छ नि त। त्यसले यो त हामीलाई ठुलो एरिया पनि चाहियो होइन। त्यति चाहिँ उहाँले सधैँ स्वीकारेर आफैले बनाइदिँदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ। यो ठिकै हो, त्यसो भए सरकार कदम यो चाहिँ ठिकै हो। यहाँ त हर्क साम्बाको नाम पनि जोडियो नि कतिपयले। हर्क साम्बाको मान्छे संस्थापक मान्छे भन्ने हिसाबले कुरा बनाए, तर हर्क साम्बाले फेरि स्टार्टर लेखेर इन्द्र चामलिङजी हाम्रो कुनै आधिकारिक सदस्यता लिएको मान्छे होइन भनिराख्नु भएको छ। के हो, संसदीय पार्टीको मान्छे हो इन्द्र चामलिङ? यो बिल्डिङ बनाउने मान्छे जस्तै बालेन शाह भयो, हर्क साम्बाङ भयो होइन, हजुर, अन्य प्रचण्डजी भयो होइन, उहाँहरू समक्ष गएर जो पनि फोटो खिच्नु पाइयो, फाइल गर्नु पाइयो। फोटो मात्रै खिचाउनु भयो उहाँलाई त्यसलाई चाहिँ जोडेर अगाडि राख्नु चाहिँ त्यो सामाजिक सञ्जालको अहिले छ, त्यसलाई नै कन्टिन्यू भएको होइन। तर वास्तवमा मेरो चाहिँ के भनाइ छ, उहाँको त देखियो नि त होइन, पार्टी दर्ता हुँदा पनि पछाडि पुलिसको फोटो देखियो। त्यस्तो केही पनि छैन, केही पनि होइन। यदि उहाँकै भए पनि गलतलाई गलतै मान्नुपर्छ। बालेन सरकारले जुन काम गरिरहनु भएको छ होइन, काठमाडौँ अरू विभिन्न ठाउँमा अत्यन्त राम्रो काम गर्नु भएको छ। एउटा पार्टी भन्नाले एउटा सिङ्गो कुनै एउटा व्यक्ति पार्टीमा मिसिँदैमा सिङ्गो पार्टी गलत हुन्छ भन्ने चाहिँ होइन, तपाईँले त्यो भन्न खोज्नु के हो? एकदम मलाई यो कुरा थाहा छैन उहाँ कुन पार्टी हो के भन्ने कुरो होइन, के बोल्न चाहेन। बालेन सरकारले गरेको काम अत्यन्त राम्रो छ अहिलेको समयमा होइन। तर उहाँ चुक्नु भएको चाहिँ कहाँनिर भन्दाखेरि वास्तविक सुकुम्बासीहरूलाई चाहिँ उहाँले व्यवस्थापन र स्थानान्तरण चाहिँ गर्नुमा चुक्नै भएको हो कि त्यसलाई चाहिँ हतार गरे सरकार। हतार भन्दा पनि उहाँले टिमवर्कलाई अगाडि सार्नु पर्थ्यो नि त। त्यो जो पार्टी 2 जना बितिसकेको छ त्यहाँको पनि त उहाँले जिम्मा लिनु पर्दैन, उहाँले जनताहरू होइन। राज्यले त एकजना नागरिकलाई पनि त बचाउने जिम्मेवारी लिनु पर्यो नि। त्यसैले त मैले भन्दैछु वास्तविक सुकुम्बासीलाई चाहिँ उहाँले सही ठाउँमा स्थानान्तरण गरेर ट्याम्पुडामा हाल्दा चाहिँ। तर कहिले गर्ने हेर्नुहोस् त, यहाँ अठेरी गर्छन्, नेताहरूका आडमा संरक्षित हुन्छन्, गाह्रो छ नि त सन्तोषजी। आजसम्म कति 2013 सालदेखि यो विषय रहेछ, आज कति 70-75 वर्षदेखि एउटै मान्छे त्यहीँ बसिरहेको छ भने राजनीति आडमा संरक्षण त बसिरहेको छ नि। कसैले भन्छ तपाईँलाई त्यहीँ लाल पूर्जा दिन्छु, कसैले भन्छ तपाईँलाई नट हामी हटाउँदैनौँ, हामीले भोट दिन्छ। भोट ब्याङ्कको रूपमा उहाँलाई दुरुपयोग गरिरहेको कुरा त नजरअन्दाज गर्न मिल्दैन नि। त्यसैले त उहाँलाई भोट दिएर जिताएको त जनताले राम्रो काम गर्नुहुन्छ भनेर उहाँलाई त्यो भन्ने छुट छैन, किनभने